राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्गदेनले अब मुलुकको निम्ति योगदान गर्ने बेला आयो, पार्टीको निम्ति होइन मुलुककै निम्ति भन्दै कार्यकर्तालाई तयार रहन निर्देशन दिनुभयो। आगामी आन्दोलन राज संस्था पुनर्स्थापनाका निम्ति अहिंसात्मक र शान्तिपूर्ण हुने भएकाले तोडफोड र रक्तपातको कल्पना नगर्न अनुरोध गर्नुभयो। आन्दोलनका नाममा राप्रपा अब फेरि तोडफोड र रक्तपात चाहँदैन। मुलुकले अब फेरि रक्तपातपूर्ण क्रान्ति थाम्न नसक्ने भएकाले हामी कसैलाई निषेध नगरी सबै राजनीतिक दलहरूको सहमतिमै राज संस्था हिन्दू राष्ट्र फर्काउन चाहन्छौँ भन्दै राप्रपा अध्यक्ष लिङ्गदेनले एमाले गाउँ गाउँमा प्रतिकार समिति बनाएर प्रतिकार गर्ने भनेको प्रति व्यङ्ग्य गर्दै केका लागि प्रतिकार गर्ने, सत्तामा बसेर कसको विरोध गर्ने भए सत्ता छाड्नुस्, हामी सत्तामा बस्छौँ र तपाईहरू विरोध गर्नुस् भन्नुभयो। मुठभेडको राजनीतिले कसैलाई भलो नहुने भन्दै अध्यक्ष लिङ्गदेनले नवीन सहमतिका निम्ति सबैलाई आह्वान गर्दै भन्नुभयो। हामीले 10 वर्ष भाइले भाइ मारेको हेर्यौँ, रगत बगेको हेर्यौँ, अब त्यो काम गर्नु हुँदैन भनेर हामीले शान्तिपूर्ण ढङ्गले यो आन्दोलन उठाइरहेका छौँ। त्यसकारण यो शान्तिपूर्ण आन्दोलन जसमा मेरो त निरन्तरको आग्रह छ, राजनीतिक दलहरू सहमतिमा आउनुहोस्, आफ्नो गल्ती सच्याउनुहोस्। हिजो तपाईँले राजा र नेपालको सनातन संस्कृतिलाई पाखा लगाउनुभयो, निषेध गर्नुभयो। यही धर्म संस्कृति परम्पराले यो देशलाई सकेको हो भनेर तपाईँले सबभन्दा पहिले हिन्दू धर्मलाई आक्रमण गर्नुभयो। यही राजा हो जसले गर्दाखेरि नेपाल बढेन भनेर तपाईँले राज संस्थालाई आक्रमण गर्नुभयो। तर अहिले देखियो नि। त्यसकारण हामी यो देश बिगार्ने काङ्ग्रेस एमाले माओवादी हुन् भन्ने निष्कर्षमा त पुगेका छौँ। तर काङ्ग्रेस एमाले माओवादी रहित देश बनाउन खोजेको होइन, हामीले निषेध गर्न खोजेका होइनौँ। केपी ओलीहरू, प्रचण्ड, शेरबहादुर देउवाहरू भाग्नुपर्छ भनेको होइन, सच्चिनुपर्छ भनेको। सच्चिएर अब राजादेखि अहिलेको गणतन्त्रवादीहरूसम्म अटाउने नयाँ व्यवस्था बनाऊ। यस्तो व्यवस्था कहाँ छ नभनौँ, नेपालमा छ र नेपालको मौलिक व्यवस्था बनाऊ। हाम्रो अनुसारको, हाम्रो अनुकूलको व्यवस्था बनाएर अगाडि बढाउँ, सबै हटाउँ र हामी सबै मिलेर देश बनाउँ। तर अब होइन, जिद्दी गर्ने हो, प्रतिवाद गर्ने हो भने त्यसको मूल्य दलहरूले चुकाउनै पर्छ। अहिले म यहाँबाट पनि अहिलेको सरकार र अहिलेको प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु, नेकपा एमाले देशभरि प्रतिवाद सभाहरू गर्ने भन्ने सुनिराखेको छु, विरोध सभाहरू गर्ने, विरोध प्रदर्शनहरू गर्ने भन्ने सुनिराखेको छु, आन्दोलन गर्ने भन्ने सुनिराखेको छु। सरकारमा बस्ने, सरकारको नेतृत्व गर्ने पार्टीले आन्दोलन गर्ने हो भने हामीले के गर्ने? सरकार छोड्नु, हामी सरकार चलाउँछौँ, तपाईँहरू आन्दोलन गर्नुहोस्, हामी तपाईँहरूको माग सम्बोधन गर्छौँ। होइन भने देशलाई मुठभेडतर्फ लान सरकार आफै अग्रसर हुनुहुन्न। सरकारमा बस्ने आफैले। हिजो चैत्र 8 गते राप्रपाको कन्काई नगर अधिवेशनको उद्घाटन गर्दै झापाको सुरुङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्गदेनले राप्रपाले चाहेको भए राजा फर्काउन माओवादी जस्तै बन्दुक बोकेर जनयुद्ध गर्न सक्थ्यो। मान्छे मारेर विध्वंस मच्चाएर देश उँभो नलाग्ने भएकाले राप्रपाले शान्तिपूर्ण परिवर्तनका निम्ति नवीन समझदारीको बाटो रोजेको बताउनुभयो। अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय प्रवक्ता एवं कोशी प्रदेशका पूर्व वाणिज्य मन्त्री भक्तिप्रसाद सिटौलाले नेपाल वैदिक सनातन हिन्दू राष्ट्र भएको र यसका राजा विश्वकै एकमात्र हिन्दू सम्राट थिए, त्यसलाई गणतन्त्रवादी भन्नेहरूले
विदेशी डलर खाएर विदेशीको इसारामा समाप्त पारिदिएको आरोप लगाउँदै उहाँले गत 25 गते काठमाडौँमा राजाको स्वागतमा उभिएको भिड आफ्नो जीवनकालमा अहिलेसम्मकै सबैभन्दा धेरै जनता स्वतःस्फूर्त निस्किएको ठूलो भिड आफूले देखेको र त्यसले गणतन्त्रका विरुद्ध राजसंस्था स्थापना, हिन्दू राष्ट्रको पुनर्स्थापना र सङ्घीयताको खारेजीका लागि गणतन्त्रवादीहरूलाई चुनौतीको सङ्केत भएको उहाँले बताउनुभयो। र अब एउटा नयाँ कुराको खोजी नगरिकन हुँदैन भनेर नेपाली जनतामा जनभावना सृजना भएर गएको छ। गएको 25 गते चैत 25 गते काठमाडौँमा जुन प्रदर्शन भयो, त्यो प्रदर्शन म 35 सालको विद्यार्थी आन्दोलनदेखि आज 81 सालसम्म सबै नेपालको राजनीतिक मुभमेन्टलाई म अत्यन्त नजिकबाट हेरेको छु। यो सबैभन्दा धेरै जनसङ्ख्या उपस्थित भएर सामूहिक रूपमा चाहिँ यो मुलुकमा चाहिँ के भनेदेखि यो अवस्था आयो भनेर जनता गम्भीर भएको दिन हो। कोटेश्वरदेखि लिएर एयरपोर्टदेखि लिएर महाराजगञ्जको चोक, महाराजगञ्जबाट निर्मल निवाससम्म 10 किलोमिटर लगभग लामो बाटोमा सबै जनताले चाहिँ भरिएर, मोटरसाइकलले भरिएर चाहिँ जनता आफै भेला परेर यो आन्दोलनको चाहिँ एउटा उ गरेका छन्, आवाज दिएका छन्, यो परिवर्तनको आवाज दिएका छन्, परिवर्तनमा उनीहरूको सहभागिता जनाएका छन्। यो कुरालाई राष्ट्रिय प्रजातन्त्र पार्टीले 2062 सालमा जब यो मुलुकबाट राज संस्था हटाइयो, त्यो राज संस्था हटाएदेखि निरन्तर यो मुलुकको एकताको लागि, यो मुलुकमा अनुशासनको लागि, यो मुलुकको समृद्धिको लागि मियोको रूपमा राज संस्था चाहिन्छ भनेर गरेको आन्दोलनको परिणति हो। कार्यक्रमलाई केन्द्रीय सदस्य श्याम सुन्दर ओली, झापा जिल्ला अध्यक्ष केशव प्रसाद ओझा, बिर्तामोड नगरकी पूर्व सभापति रन्जु प्याकुरेल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य दिनुभएको थियो। राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनले श्रीपाद बडामारा धिराज पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरी उद्घाटन गर्नुभएको कन्काई नगर अधिवेशनले गोपाल सुडालको अध्यक्षतामा 21 सदस्यीय नयाँ कार्य समितिको चयन गरेको घोषणा गरिएको थियो भने कन्काई नगरका 18 जना ज्येष्ठ नागरिकलाई सम्मान गरिनुका साथै सयौंको सङ्ख्यामा एमाले र काङ्ग्रेस पार्टी परित्याग गरी आउनेलाई पार्टी प्रवेश गराएको थियो। अधिवेशनको प्रारम्भमा निवर्तमान अध्यक्ष टीका बरालले प्रतिवेदन पाठ गरेर सुनाउनु भएको थियो भने कार्यक्रमको सभापतित्व पनि उहाँकै थियो। कार्यक्रमको सञ्चालन निवर्तमान नगर सचिव चन्द्र भट्टराईले गर्नुभएको थियो। अशोक पौडेल, परिवर्तन खबर युट्युब च्यानलका लागि झापाको सुरुङ्गाबाट। अफिस सञ्चालन भएको मसलन्द खर्च 14,824 रुपैयाँ।